Finally, Rupama guys, welcome to my third vlog and new vlog guys. म चाहिँ आज स्कुल कोचिङ पढेर चाहिँ आउँदा यस्तो रात पर्यो हैन गाइजहरु, एकदमै डरमर्दो अवस्था छ। बिरालाले बाटो काटो निलैले गाइस रात परिसकेको छ। हामी चाहिँ अब विद्यार्थी जीवन यस्तै छ गाइजहरु, के भन्नु छ र। सबैले माया गरिदिनु, लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु साथीहरु। म डेली दबाइदिनु होला। म डेली भ्लग लिएर आउने छु। मेरो यो साथी ईश्वर कडेलको पनि युट्युब च्यानल छ, उहाँ पनि सब्स्क्राइब गरिदिनु होला साथीहरु। देख्न सक्नुहुन्छ साथीहरु, मेरो बाटो चाहिँ यस्तो छ है। रात भएर यस्तो धुलो भित्रबाट बाहिर निक्लिन थालेपछि बल्ल उज्यालो आउँछ। यहाँनेरि फेरि खोप्चेरो छ, डर मर्दो के साथीहरु। अब फेरि मान्छेलाई पनि पुरा के भेटिएको बाघ लाग्न थालिरहेछ। गाउँतिर पनि पुरा डर मर्दो छ के गाइजहरु। अब के गर्नु, विद्यार्थी जीवन यस्तै पर्यो। सहरमा भएको थिएँ भने वास्तवमा भन्नुपर्दा सहर चाहिँ एकदमै विद्यार्थी जीवनका लागि चाहिँ उपयोगी हुँदो रहेछ। सहज एवं सरल। सहज एवं सरल। हिँड्नलाई पनि परेन, आउनलाई पनि परेन, कुनै बाधा अर्चना पनि खेप्न परेन। यातायातको सुविधा, बसमा गयो बसमा आयो। शिक्षा क्षेत्रमा पनि राम्रो पहुँच, स्वास्थ्य क्षेत्रमा पनि राम्रो पहुँच। सहरीकरण चाहिँ हाम्रो गाउँलाई पनि वास्तवमा भन्नुपर्दा सहरीकरण गर्नुपर्ने रहेछ गाइजहरु हैन। साथीहरु यस्तै छ। अब लगभग 2-3 मिनेटपछि घर पनि आइपुग्न लाग्यो। मेरो भ्लगलाई चाहिँ माया गरिदिनु होला सबैले, लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला, प्रतिक्रिया दिनु होला। यति बेलाको चाहिँ यो पढाइको चापले गर्दाखेरि म लङ भिडियो बनाउन नसकेको अवस्था छ। 2-3 मिनेट मात्रै छ। समथिङ किन भिडियो नबनाउनु, किन चाहिँ हालिराखौँ न त साथीहरुको माझमा चाहिँ अलि सामाजिक सञ्जालमा जोडिराखौँ न त भनेर मात्रै भिडियो बनाएको गाइजहरु। नभएदेखि खासै उचित समय चाहिँ छैन। यति बेला पढ्नुपर्छ, त्यही बेलुका भिडियो हल्का एडिट गर्ने अनि पोस्ट गरिदिने, त्यति मात्रै हो फुर्सद। अरु खासै फुर्सद पनि छैन। मेरो गाउँलाई चाहिँ एक फाङ्को घुमाइदिन्छु गाइजहरु। अघिल्लो अब पछिल्लो भ्लगमा चाहिँ म गाउँलाई चाहिँ छर्लङ्ग देखाएर हजुरहरुको माझमा चाहिँ सबै कम्तीमा पनि 10 मिनेटको भ्लगमा उपस्थित गराउने छु हजुरहरुको माझमा गाइजहरु हैन। देख्न सक्नुहुन्छ गाइजहरु, यो चाहिँ अलि तलतिरको चाहिँ मेरो घर हैन। यता पनि घर छ। अब घरतिर आइपुग्यो। अलि मासतिर चाहिँ कोप्चेरो बाटो थियो। अब के गर्नु त गाइजहरु, अब यस्तै लड्दै पड्दै पढ्न जानु छ, आउनु छ। बाटामा लडियो भने पनि निधार फुट्छ होला। वास्तवमा भन्नु निधार फुट्दा त के हुँदैन, मोबाइल पनि फुट्छ होला गाइजहरु। अब के गर्नु त। म चाहिँ घरमा आइसकेको छु। सम्पूर्णले माया गरिदिनु होला, लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला, बेल आइकन दबाउन पनि दबाइदिनु होला। ओके बाइ बाइ गाइजहरु, मम्मी आउनु